साथीहरू सबैलाई नमस्ते। हामी चाहिँ आज रमाइलो कार्यक्रम खेल्दैछौँ। हामी यहाँ गेम खेल्दैछौँ। के गेम अरे? रक पेपर सिजर अनि च्यालेन्ज गेम के गेम चलिरहेछ ट्रेनिङमा। त्यसैलाई फलो गर्दैछौँ हामी चाहिँ सबै भएर। हेर्नुहोस् साथीहरू दर्शकबिनहरू सबैले आफ्नो टेन्सन छ खेल्ने हामी उसहरू म त यस्तो हत्ते पऱ्यो ल हेर्नु त ए भगवान् सबैको तल भयो भने भएन तिमीहरूको माथि घर मेरो तल भयो नि म खान्छु ल 1 2 3 आज कई दिनों बाद मुझे पहली बार सही खाना मिलने वाला है, मगर मुझे डर है कि कहीं मेरा खाना छीनने बिन बुलाए मेहमान यहाँ ना आ जाए। खरगोश तो पकने लगा है और खुशबू भी बहुत अच्छी आ रही है, मगर ये गंध सिर्फ मुझे ही नहीं मिल रही। आज कई दिनों बाद मुझे पहली बार सही खाना मिलने वाला है, मगर मुझे डर है कि कहीं मेरा खाना छीनने बिन बुलाए मेहमान यहाँ ना आ जाए। खरगोश एक दुई तीन
मात्रै हो क्या त्यहाँ पल्टिन्छ अभी मजा आएगा ना एक दुई तिन एक दुई तिन एक दुई तिन लगा एक दुई तिन एक दुई तिन एक दुई तिन
एक दुई तिन नहल्ला त खान्छ नहल्ला त यहाँ बन्द गरेको कि नहल्ला एक दुई तिन भएन भएन मेरो एक दुई तिन एक दुई एक दुई मात्रै हुन्छ अंडरवर्ल्ड में जिक्र आया राखें चटपटे नै खानेन् भाइ यो मलाई दुई काम राख्नै मैले छोडेँ त्यहाँ बस्नुले आखानी भयो छोडिदियो अहिले त फोका छ यो त एक दुई तिन मलाई कस्तो खाएर माएको हामी थाकेर सोचेर मम्मीले खाँदा एक दुई तिन मलाई खानु झ्याउँदैछ ल आऊ ल पोता यस्तै आएर कतै आएर ध्यान हालेको है ल एक दुई तिन ल एक दुई तिन एक दुई तिन ल जाऊँ म त जान्न होला भन्छ खै म खेल्दिनँ मलाई सपना त हुन्छ तैँले सबै नलाएर यो घाम गएपछि गरेर उजेला आउँछ ल 1 2 3 अंडरवर्ल्ड में जिक्र आया राखें नाम का
जतिकै खान्छु मलाई मन नपर्ने चिजहरू त्यही भएर त Hello everyone, I make this besan pakauda. जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो, सब्स्क्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ। च्यालेन्ज बचेको यिनीहरूको यस्तो छ अवस्था हेर त सबै चिसो खान्छ पेट दुख्छ बन्द गर्नु लागेको हेर्नु चिसो तताएर खाऊ बोजाऊ अनि आजको च्यालेन्ज कस्तो लाग्छ कान्छाको पाइन धेरै टाइम जति तँलाई कस्तो लाग्छ नि खानै पाइदियो त्यही चान्स दिएर खान पाउनु मलाई तिमीलाई एउटा मोमो भेट्यौ मैले दुईटा जति त भेटेँ बनाया रञ्जनालाई च्यालेन्ज भ्याइयो खासै केही त्यस्तो भन्थ्यो भए रमाइलो हुन्थ्यो मूत्रहरू लिएर आउने मान्छेहरू बिचरालाई कस्तो भोक लागेको थियो ऊ चिप्स नि खाऊ चिप्स पनि खाऊ के खान्छ सकिएर हिँड्नु भने यहाँ त भ्याइन रे यहाँ म त के गर्ने कतिको रिस उठेर गएको भाग म बोले जस्तो मान्नु भन्छ म त खान्न तताएर खाम त च्यालेन्ज खासै केही उ भन रञ्जना तँलाई मिस गऱ्यौँ हामीले त्यसले हँसाउँथ्यो क्या नि त आएन दनिँदै ल लास्ट इन्डिङ गर अब यतिखेरसम्म हेरेर साथ दिनुभयो धेरै धेरै धन्यवाद हाम्रो छोटो मिठो भिडियोलाई सहायता दिनुभयो फेरि माया गरिदिनु होला फेरि अर्को भिडियो लिएर आउँछौँ कहिले भन्छ कि त केही हेलो गाइज ल हामी पनि नयाँ मान्छे के नयाँ भनियो यो पछाडिको सिसै त्यत्तिकै रहेछ हेरेर साथ सपोर्ट गरिदिनु भयो यसरी नै जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो, सब्स्क्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ। मेरो छोरीले यहाँ गरेर गिजाइछ गाइज मलाई बोल्न नजान्ने भनेर। अब के गर्ने, अब त त्यस्तो सुटिङ गर्ने भनेर लिपपोत नगरिकन आएको अवस्था नेचुरल थियो होइन।
म नेचुरल छु यो सिसा भने पुछे खाइरहेको ठिकै छ